के तपाईँलाई थाहा छ संसारमा एक यस्तो विशाल देश छ जहाँ मान्छेको जनसङ्ख्या भन्दा क्याङ्गरुहरूको जनसङ्ख्या दोब्बर बढी छ। हो एडभेन्चर र अनौठा जीवजन्तुहरूको गढ अस्ट्रेलियाका 5वटा फ्याक्ट सुनिभयो भने तपाईँ चकित पर्नुहुन्छ। नम्बर 5, अस्ट्रेलियामा मान्छेको जनसङ्ख्या झन्डा 2 करोड 60 लाख मात्र छ, तर यहाँ क्याङ्गरुहरूको जनसङ्ख्या 5 करोड भन्दा बढी छ। अर्थात् यहाँ मान्छेभन्दा धेरै क्याङ्गरुहरू सडक र जङ्गलमा जतातता उफ्रिरहेको देख्न सकिन्छ। नम्बर 4, अस्ट्रेलियामा 10,000 भन्दा बढी समुद्रिक तटहरू छन्। यदि तपाईँले यहाँका हरेक बीचमा दिनको एक मात्रा घुम्ने प्लान बनायो भने पनि अस्ट्रेलियाका सबै बीच घुम्न तपाईँलाई झन्डा 27 वर्ष लाग्नेछ। नम्बर 3, अस्ट्रेलिया संसारका सबैभन्दा खतरनाक र विषालु जीवहरूको घर हो। संसारका सबैभन्दा बढी विषालु सर्प, बक्स जेलीफिश र भयङ्कर गोहीहरू यही पाइन्छन्। नम्बर 2, अस्ट्रेलियामा संसारका सबैभन्दा ठुलो लिभिङ स्ट्रक्चर द ग्रेट ब्यारियर रिफ छ। यो समुद्रिक जीव र कोरलहरूको यति विशाल संसार हो कि यसकै अन्तर्राज्य स्पेसबाट पनि नाङ्गो आँखाले दुरुस्तै देख्न सकिन्छ। र नम्बर 1, धेरैलाई लाग्छ अस्ट्रेलियामा गरम मात्र हुन्छ, तर अचम्मको कुरा जाडो महिनामा अस्ट्रेलियाका कतिपय पहाडहरूमा युरोपको स्विट्जरल्यान्ड भन्दा पनि धेरै हिउँ पर्छ। यहाँ हिउँमा खेल्ने गर्दा विन्टर स्पोर्ट्स र स्किङ निकै प्रख्यात छ। तपाईलाई अस्ट्रेलियाको 10,000 वटा बीच मन पर्यो कि क्याङ्गरू? कमेन्टमा लेख्नुहोस् र यस्ता विश्वको रोचक र भाइरल भिडियोहरूका लागि भिडियोलाई लाइक, शेयर र फलो गर्नु नभुल्नुहोला।